दाइ क्लाइन्ट चाहिँ कसरी पाउने, एसइओ सिकेर मात्र के गर्नु, क्लाइन्ट पाएन भने काम गर्न पाइँदैन, काम नगरिकन त कसरी पैसा आउँछ र धेरैले यो सोध्नु पनि हुन्छ। अब दुईटा इक्जाम्पल दिन्छु। म रिसेन्टली एउटा मेडिटेसन सेन्टरमा गएको थिएँ अनि त्यहाँनिर मैले आफ्नो बारेमा कुरा गरेँ, उहाँहरूको बिजनेसलाई कसरी हेल्प गर्न सक्छ भनेर कुरा गरेँ। अनि त्यसपछि उहाँहरू हो त हामीलाई पनि एसइओ चाहिन्छ, हाम्रो पनि ग्रोथ हुन्छ भनेर भन्दै। त्यसको केही दिनपछि चाहिँ फेरि मेरो आँखामा यहाँ इन्फेक्सन भएको भएर चाहिँ म एउटा क्लिनिकमा जसमा त्यहाँ पनि मजाले गफ भयो। उहाँहरूलाई पनि एसइओ चाहिएको रहेछ। एकजना सोसल मिडिया मार्केटर हायर गर्नुभएको रहेछ र उहाँलाई नै एसइओ सिकाउने भनेर कुरा पनि गर्नु। भनेको मतलब तपाईँको लागि नेपालको गल्ली गल्लीमा क्लाइन्ट छ, बस तपाईँसँग स्किल हुनु पर्यो र उनीहरूलाई थाहा हुनु पर्यो कि त्यो स्किल्ड मान्छे तपाईँ हो भनेर, त्यसपछि उनीहरूले तपाईँलाई हायर गर्छन्। सो क्लाइन्ट पाउन गाह्रो छैन। फर्स्टमा तपाईँसँग स्किल चाहियो, त्यसपछि तपाईँले क्लाइन्ट अट्र्याक्ट गर्न सक्नु पर्यो। र यो असार 15 को अवसरमा चाहिँ मैले नयाँ सुरुवात भन्ने एउटा क्याम्पेन लिएर आएको छु, जहाँ चाहिँ म तपाईँहरूलाई आफ्नो करियरमा नयाँ सुरुवात कसरी गर्ने भनेर सिकाउनेछु। यदि तपाईँ त्यसमा पार्टिसिपेट भएर साँच्चीकै नै आफ्नो जीवनमा नयाँ सुरुवात गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ अहिले तल कमेन्टमा नयाँ भनेर लेख्नुहोस् अनि थप जानकारी म तपाईँलाई मेसेजमा पठाउनेछु।